मान्छे देखिनु हुन्थ्यो नि कोही छैन होइन मान्छे देख्दैन हेर्दा नि कस्तो उयो देखा हो ट्रेल वाक त देखाएर देखाउनु त छाउ त्यहाँको बेली माउन्टेन ट्रेल कस्तो घना जङ्गल हो स्टिक बोकेर हिँड्नुपर्छ क्या हो किन त ठिकै देख्दो रहेछ तर मान्छे चाहिँ घचकचुक आएर अहिलेसम्म त ठिकै हो सापहरू छ कि खप्छ कि भन्नु नि त अब के थाहा त नि ओह्राली हिँड्दाखेरि त्यस्तै ओह्रालीमा कति धेरै भेट्छ त्यही भएर यस्तो चिसो तातो हो नि त झन् हिजो पानी परेको थियो अनि निस्किन्छ कि भन्ने कुरा भेट्यो भने टाप त्यहाँबाट फिल्डिङ पुग्यो हाम्रो ट्रेल स्टार्ट भइरहेछ गर्ने ट्रेल स्टार्ट भइरहेछ अझै यहाँ त ठिकै रहेछ हो पछि चाहिँ अलिक चाहिँ गाह्रो हुने हो कि आज त यहाँ चाहिँ यस्तो जान्छ कि भन्दा थियो काम त्यस्तै वकमा ट्रेकिङ हो त्यो दाइहरूको त कस्तो ठुलो ज्ञान थियो हो त्यो उयो रुख पढ्नु जाँदैछु त्यो त फरेस्ट ट्रेल हो हुन चाहिँ हामी जानुमा त बेली ट्रेल होइन र त्यो लेखा छैन रमिला गरेर ठ्याक्कै तराईको जङ्गल जस्तो छ छैन तराईको जङ्गल तराईको डाँडा जस्तो छ यताबाट सानो पर्दैन होला हौ झन् त्यो खोला कथ्यो काट्यो अब माथि ट्रेल वक over here. Let's go. Oh my god, बाटो त लास्ट हिलो बहुत त नि बाटो त हिलो Oh my god, नेपालमा मामा घर जाँदाखेरिको चिप्लो बाटो जस्तो हुन थाल्यो अब चाहिँ सुक्खा बाटो हो Pretty little lady चल यार सर्ट पनि खुले गर्दो रहेछ मेरो पानी चकलेट एनर्जी
फेरि थाक्नु थाले यार भएन ब्याग त अब यसरी बोक्छु म गाह्रो हुन थाल्यो दुईपट्टि एउटा मात्र कम्मरमा धेरै हातमा धेरै पऱ्यो यतै त होला नि कुन लाइन हो नि यो एक्चुअली उसको है माथि जानु यो हार्ड थियो स्प्रिङ बुकको ग्रेड 5 थियो अनि अब फेरि हामी उतापट्टि जाँदाखेरि क्याम्पिङ जाँदाखेरि जाने भनेको त्यो पनि ग्रेड 5 को हो कि आई डोन्ट नो हाउ दे डु ग्रेडिङ नि तर ग्रेड 5 लेखेर ग्रेड 5 भने चाहिँ हार्डै त होला नि के थाहा हो कि ग्रेड 5 भनेर नर्मल हो यस्तो उकालो छ फेरि उकाली यार नेपाली भएर यति नै चढ्न सकेन भनेर नै गोर्खालीको छोरो म गोर्खे मेरो ना मम्मी नटुहार चक्लेट चक्लेटै सुगर घाम छ चस्मा ल्याउन बिर्सेँ चस्माको दुःख लागेर मैले सम्झिरहेको थिएँ म कालो चस्मा बोकेर आउँदा तर बिर्सेँ तेरो पनि तैँले कहाँ छोडेर आइस् त्यो वाला कालो ए अँ त्यस्तै वाला एउटा किनौँ क्या फेरि द्याट वाज लाइक सदाबहार हाम्रो यो कस्तो हो आई हाँ हामीले 3/4 गरेछौँ जस्ट 1 पार्ट लेफ्ट बिचरा बुढीले कति मोटिभेटेड हुने तरिकाले भने यो गाइज डुइङ ग्रेट भनेर रक चढ्ने पार्ट हार्ड पार्ट त त्यो हो भने जस्तो लाग्छ मलाई मैले भिडियो हेर्दाखेरि माकुराको जाला थाक्यो सक्नु लाग्यो चम 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 म्याप हेरौँ क्या कति बाँकी छ भनेर के थाहा हेरेर होइन म त नेटै हेरेर नेटवर्क मोबाइलको छ कि छैन kidding me लौटमा धेरै आएको त्यो पिङ्कहरू झुन्डाको almost I think almost there तर अझै छ हो माथि चढ्न पर्ने ढुङ्गाहरू bush walk
God. Oi. Kita kunaबाट. Almost there. Oh, view. Man. No? Oh, sorry. गरेछ हुँदा आयो आइपुग्यो जाने जान्छ कपाल जान्छु पानी मेरो ब्यागभित्र हानेको लाग्न त त्यस्तो बित्ति चाहिँ लागेन पानी खाएको खाइ गर्नुपर्ने गरेर नेपालको आजकल माथि चढ्नुपर्छ भने देखाएको सिग्नल त्यो कहाँ भन्छ हामी सनसाइन कोर्स जाँदाखेरि थियो नि त्यस्तै हो ल Hello, we made it. Slow down. Alright. Enjoy your way back. Thank you. एकैछिन भन्थ्यो के हो धाडीमा सुतेर चिलाउन थालिसक्यो अलरेडी तर राम्रो चाहिँ राम्रै हो जस्तो छ हो राम्रो खिचेर हेर त अलिक डान्स खिच्यो भने लिएर आएर यहाँ चिनायो बाटो हेरेर हिँड्नुपर्ने Let's go down. जङ्गलको खाडी खाडीबाट हामी मुनि झर्छौँ कुन छ मान्छे राम्रो हुनु मान्छे राम्रो हुनु पर्यो नि हुन त मान्छेलाई कालो क्यापमा राम्रो देख्छ क्या अरे देख्नेलाई त है चिपहरूले लाउँछ राम्रो देख्छ हामीलाई मात्र हो कस्तो के नमिला जस्तो यहाँनिर राम्रो छ चिपलाई एउटै पोजमा बसिराख ल अनि यसबाट फोटो निकाल्नुपर्छ आँचीमा गएर यस्तो गरेर देख्छु साइडमा गाला टल्किन्छ यस्तो गरेर हल्का यस्तो गरेर अनि सन आई मिन नट ब्याड यहाँ पनि अस्तिको हेरेर चाहिँ राम्रो छ अस्ति हामी गएको के हो त त्यहाँ पनि केभमा जानु लाग्यो हाँसो त केभै भन्दो रहेछ के भन्नु के केभ रे नाम पनि बिर्स्यो इजी पिजी लेमन स्क्विजी
पनि मलाई गीत मात्रै याद आइरह आज त के हो त्यो उकालो चढ्न भएर ल त्यो गीत पनि पुरै आउँदैन फेरि उकालोमा पनि हजुर मोटर जाँदो रहेछ ड्राइभर दाइलाई छ सलाम माया जाउँ हेर सरर रेलैमा हो क्या अरे नट स्योर है जाउँ हेर रेलैमा घाम पानी सालको बिहे भन्दै जतिमा फेरि जान मन पर्यो त्यो छैन हामीलाई चाहिँ गाह्रो हामी बानी बिग्रेको गोर्खालीको छोरो भन्दैन होइन उयो हाम्रा जति राम्रो हुँदैन राम्रो जति हाम्रो हुँदैन होइन त्यही हो डायलग आई मिन अब त्यो जो मान्छेले लाइक लभै परेखेरि उसको उसले आफ्नो केटीको लागि बोल्न सकेन भने के काम के लाइक आमा बाउले फोर्स गरोस् जेसुकै गरोस् लाइक यो आफूले मन पराएको केटीको लागि लाइक बस्न र बोल्न सक्नुपर्ने होइन र आफूलाई त्यो केटी यस्तो मन परेर उसँग जाने छ उयो गर्नु छ भने त लाइक होइन म गर्दिनँ मलाई यही केटी मनपर्छ म आफूसँग यसमैसँग गर्छु भनेर अलिकति अडिक भएर बस्न सक्नुपर्ने हो नि त नि खोलाको आवाज आइरह हो खोला त भनौँ न सानो के आउँछ होला त्यही भएर त अस्ति बाटै बन्द थियो त पानी पर्दाखेरि like finally the end one of my And the end अझै the end भएन the end गर्न अझै मुनि जानुपर्छ almost this was a really hard trail. really hard Medium hard. medium hard okay medium hard दुईटा साथीले माउन्ट बेली गरेर आयो हेर दो के अरे दो अनार दाना है कि दे दाना दो रतन मेरे दो अनमोल रतन ले गरेर आयो माउन्ट बेली कति गोरो देखेको यार के हो यस्तो जिन्दगीमा यस्तो गोरो भइदियो त हुने नि हेर्न जस्तोहरू क्यामेरा अब त आइपुग्यो भन्नलाई मैले यति गरे मात्र अब त अलिक एनर्जी पनि आउँदै आउँदै गरे तर खुट्टा चाहिँ अलिक दुख्न थाल्यो We are at the end of the trek now. There. We are almost there. We're done.